करिब 3 वर्ष अगाडि यो संस्थाको सुरुवात गर्यो र एउटा चुनौती यस्तो ठुलो चुनौती लिएर हामी अगाडि बढ्यौं कि संस्था सुरु गर्ने बेलामा सम्म पनि हाम्रो आफ्नो सन्तान भने थिएन। हामीले यो चुनौती थियो कि सर्वप्रथम हामी आफ्नै बच्चाहरू पहिला बनाउनु पर्ने थियो, आफ्नो बच्चा हामी आफै अभिभावक बन्नु पर्ने थियो। चुनौतीलाई हामीले स्वीकार गरौँ। विगत 3 वर्षदेखि तपाईको र हाम्रो खुसीको एउटै परिभाषा, शिशुको आगमन। आफ्नो होस् नहोस् तर सुरु चाहिँ मैले यसमा गर्छु। एटलिस्ट जुन दिनुपर्ने एउटा यो इन्फर्टिलिटी कपललाई दिनुपर्ने जुन एउटा चाहिँ हामीले दिन सकिन्छ, केयर, सपोर्ट, ट्रिटमेन्ट, यति धेरै कुरा पनि चाहिँदैन। सपोर्ट एकदमै गर्नु पर्यो, फ्यामिली जस्तो गरी हेर्नु पर्यो। अर्को चाहिँ केयर गर्नु पर्यो हैन, उहाँहरूलाई एकदम निगरानीमा राखेर उहाँहरूको आउटकमको लागि चाहिँ एकदम मेहनत गर्नु पर्यो। अर्को ट्रिटमेन्ट, डक्टर चाहिँ राम्रो डक्टर एउटा जसले चाहिँ फेलोसिप गरेर आउनु भएको छ, आइभीएफमा सर्टिफाइड हुनुहुन्छ, मजाले पेसेन्टको ट्रिटमेन्टमा उहाँले चाहिँ एकदम दक्षता हासिल भएको छ, त्यो डक्टरको टिम भएपछि हुन्छ भन्ने चाहिँ मलाई फिल भयो। Celebrating 3 years of happiness.